गर्ने बेला चाहिँ के हुन्छ भन्दा सरहरूले एन्सर केही पनि पढ्दैनन् कि म्याक्सिमम केसमा है फेरि सबै सरहरूले त्यस्तो गर्नुहुन्छ भनेको होइन म्याक्सिमम केसमा 95% सरहरूले एन्सर पढ्नु हुँदैन र के हेरिन्छ भन्दा प्रेजेन्टेसन हेरिन्छ कि कसरी एन्सर प्रेजेन्ट गरेछ कसरी आफूले पढेछु मैले पढेछु है सर भनेर हामीले पेपरमा झल्काउने हो कि मैले पढेछु सर मैले 1 वर्ष मेहनत गरेको भनेर पेपरमा झल्काउने हो कि प्रेजेन्टेसनले चाहिँ त्यही भएर यो राम्ररी प्रेजेन्ट गर्नुभयो भने तपाईँको मार्क्स एकदम राम्रो पनि आउने गर्दछ त्यही भएर दिस इज द मोस्ट इम्पोर्टेन्ट थिङ सो अब त्यसपछि अर्को कुरा के हो सबैभन्दा इम्पोर्टेन्ट भन्दा हाउ यु राइट युर एन्सर तपाईँहरूले आफ्नो एन्सर कसरी लेख्नुहुन्छ आफूले पढेछु है सर भनेर कसरी देखाउनुहुन्छ सरलाई द्याट इज द मोस्ट इम्पोर्टेन्ट थिङ तपाईँहरूले यदि हाइलाइट गर्नुभएको छ आफूले मेन कुराहरू क्वेसनको हार्ड अफ द क्वेसन हुन्छ नि मेन कुराहरूलाई हाइलाइट गर्नुभएको छ पेन्सिलले अन्डरलाइन गर्दै नै गर्दै हुन्छ त्यो कुराहरूलाई कसरी हाइलाइट गर्ने पनि भन्छु म कसरी हाइलाइट गर्नुभएको छ र तपाईँले आफ्नो एन्सर कसरी प्रेजेन्ट गर्नुभएको छ द्याट डिपेन्ड्स अपन हाउ इट इज ओके अनि अर्को के हाउ मच यु राइट द एन्सर हाउ मच यु राइट द एन्सर भनेको के भन्दाखेरि तपाईँले कति भित्ता भर्नुभएको छ बोर्डको के छ भन्दाखेरि कस्तो हुन्छ थाहा 5 मार्क्स यस्तो हो कि पेपर नाप्ने अनि 5 मार्क्स हो कि म्याक्सिमम केसमा हुन्छ नि त्यो भनेको जति धेरै एन्सर लेख्नुमा त्यति राम्रो मानिने गर्छ नेपालमा है त त्यही भएर हाउ मच यु राइट द एन्सर द्याट डिपेन्ड्स क्वान्टिटी इज द मोस्ट क्वान्टिटी प्लस क्वालिटी एन्ड हाउ यु प्रेजेन्ट दिस इज क्वान्टिटी दिस इज क्वालिटी इफ युर बोथ क्वान्टिटी एन्ड क्वालिटी इज भेरी नाइस देन अभियसली यु आर गोइङ टु बी बेस्ट ओके सो एक्जाममा मार्क्स पनि एकदम राम्रो पनि आउँछ है त्यो भएपछि सो अब क्वेसन प्याटर्न के हुन्छ त इङ्ग्लिसमा क्वेसन नम्बर 1 मा के सोध्छ 2 मा के सोध्छ 3 मा के सोध्छ अनि त्यसै गरी फलोइङ ओके सो दिस इज द क्वेसन प्याटर्न ओके सो फर्स्ट क्वेसनमा चाहिँ के हुन्छ भन्दा तपाईँहरूको रिडिङ पार्ट आउँछ भनेको प्याराग्राफ दिइन्छ प्याराग्राफबाट कि त ट्रु एन्ड फल्स आउला कि वर्ड मिनिङ्स आउला कि फिल इन द ब्ल्याङ्क्स आउला क्वेसन एन्सर्स आउला सो यो पार्ट भनेको इजी पार्ट यो पार्टमा चाहिँ तपाईँहरूलाई 35 मार्क्स रिडिङ पार्टहरू हुन्छ यो पार्ट चाहिँ एकदम राम्ररी गऱ्यो भने तपाईँहरूले अभियसली राम्रो हुन्छ है त सो यो पार्टलाई चाहिँ अब भन्ने कुरा अनसिन आउने गर्दछ त्यही भएर द्याट डिपेन्ड्स सो अर्को मेन कुरा भनेको यो हो कि यहाँ हो कि मेनली मार्क्स तान्ने किन भन्दाखेरि तपाईँहरूले यो भनेको बुकबाट आउने हो नि त बुकको स्टोरीबाट पढेर आउने हो नि त स्टोरी पढ्नु भयो र स्टोरी लेख्न जान्नुभयो भनेको क्वेसन दिएअनुसार स्टोरी कसरी लेख्न त्यो क्वेसन एन्सर कसरी एन्सर गर्न जान्नुभयो द्याट इज द मोस्ट इम्पोर्टेन्ट थिङ सो यो पार्टमा हेर्नु त 5 मार्क्सको आउँछ होइन 5 मार्क्सको एउटा क्वेसन अनि के अरे सरी 2 मार्क्सको एउटा क्वेसन अनि 5 वटा सोधिने गर्छ 2 5 10 त्यहीँ आइहाल्यो अनि त्यसपछि 5 मार्क्सको 2टा क्वेसन आउने गर्छ लङ क्वेसनमा सो द्याट इज द मोस्ट इम्पोर्टेन्ट थिङ यो ग्रामर पार्टको चाहिँ हामी पछि डिस्कस गर्छौँ अर्को भिडियोमा र अर्को भनेको राइटिङ पार्ट यो राइटिङ पार्ट चाहिँ अहिले अर्को एउटा स्लाइडमा डिटेल्डमा भन्छु है त म के हुन्छ भनेर ल अब अर्को भनेको एउटा क्वेसनको स्याम्पल हेरौँ है त सो क्वेसन स्याम्पल हेऱ्यौँ भने यो भनेको हाम्रो मेन रिडिङ पार्ट भयो ठिक छ यसमा चाहिँ के सोधिन्छ एउटा प्याराग्राफ सोधिन्छ प्याराग्राफबाट चाहिँ टक्क यो पढ्ने आफूले अनि क्वेसनहरू गर्ने र एउटा के डिसएडभान्टेज हुन्छ भन्दाखेरि तपाईँहरूलाई गर दिने बेलामा क्वेसनमा केही पनि लेख्न दिँदैन यदि थाहा पाइयो भने तालपरे पेपर एकछिन 5-10 मिनटलाई थुत्न पनि सक्छन् है त्यही भएर क्वेसनमा कहिले पनि हाइलाइट नगर्नु त्यसको लागि एनएबीमा एउटा के फाइदा हुन्छ भन्दाखेरि यो क्वेसन नम्बर ए को ए एन्सर छ नि यसको माथितिरै एन्सर हुन्छ अनि यो बी को अलिकति तल एन्सर हुन्छ सी को तल हुन्छ भनेको एसेन्डिङ अर्डरमा आउँछ के ए को एन्सरलाई माथि नै खोल्नु ए को एन्सर कहिले पनि तल हुँदैन म्याक्सिमम केसमा अब टिचरहरूलाई झ्याउलाएर क्वेसन यसो कपी पेस्ट गरेदेखि गुगलबाट भनेर भन्न सकिँदैन तर यसरी बनाउने भनेर चाहिँ भनिएको हुन्छ ए को एन्सर माथि बी को अलि तल सी को तल सेम गोज फर बी एन्ड सी नम्बर एज वेल ठिक छ यहाँ 15 मार्क्सको आउँछ नि त प्याराग्राफ सो यु निड टु बी भेरी केयरफुल अबाउट दिस पार्ट ओके सो अब यति गर्दै गर्दाखेरि अब मेन भनेको यो पार्ट क्वेसन नम्बर 2 हेर्नु त 10 मार्क्स यहाँबाट र 10 मार्क्स यहाँबाट 10 मा 10 यहाँबाट 10 मा 10 ल्यायो भने 20 मार्क्स चाहिँ यसै आउँछ के यो भनेको त फिक्स क्वेसन समरी सुनेर गए पनि लेख्न सकिन्छ नि त सो वी निड टु डु दिस ओके सो अब हामीले के गर्ने भन्दाखेरि यो क्वेसनमा एन्सर कसरी राम्रो लेख्ने भन्ने कुरा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ ठिक छ यो क्वेसनमा हामीले कसरी राम्ररी एन्सर लेख्ने त्यो कुरा चाहिँ यो पछिको स्लाइडमा चाहिँ हामी डिस्कस गर्छौँ यसको लागि र यसको लागि चाहिँ त्यता डिस्कस गर्छौँ अनि यिनीहरू भनेको राइटिङ पार्ट यो राइटिङ पार्टको पनि कस्तो छ भन्दाखेरि ए न यो 4 नम्बरमा चाहिँ यो सोध्छ 5 नम्बरमा यो मध्ये सोध्न सक्छ अनि यता 6 नम्बरमा यो मध्ये सोध्न सक्छ त्यो कुरा फिक्स हुन्छ के क्वेसनमा हो त्यो हेर्ने अनि यो ग्रामर पार्ट पनि
हाम्रो यो क्वेसनमा यो सोध्ने, योमा यस्तो सोध्ने, यसमा यस्तो सोध्ने भनेर सबै ओल्ड इज गोल्डको अगाडिपट्टि दिइसकेको हुन्छ। ल अब हामी चाहिँ मेन फोकस के गर्छौँ, सरर आउँछौँ ग्रामरको इच एन्ड एभ्री डिटेल अर्को भिडियोमा हुन्छ। यसमा चाहिँ हामी 2 नम्बर र 3 नम्बर कसरी राम्ररी गर्ने हेरौँ है त। ओके, सो हाउ टु प्रेजेन्ट फर क्वेसन नम्बर 2। सो दिस इज अ भेरी इम्पोर्टेन्ट पार्ट। सो यो कसरी प्रेजेन्ट गर्ने भन्दाखेरि आफ्नो कपी हुन्छ नि, आफ्नो कपीमा चाहिँ टक्क यसरी पहिला क्वेसन नम्बर 2 लेख्ने। आई प्रिफर दिस ब्लू जेल पेन एन्ड अन्डरलाइन विथ पेन्सिल। दिस इज द मोस्ट इम्पोर्टेन्ट पार्ट। किन भन्दाखेरि जेल पेन गिभ्स यु ब्राइट थिङ, योभन्दा अघिको भिडियोमा भनिसकेको छ सबै। अन्डरलाइन गर्ने पेन्सिलले, यता नलेखेको रहेछ है त। ल अन्डरलाइन गर्ने पेन्सिलले, यसले गर्दाखेरि चाहिँ ब्ल्याक एन्ड ब्लूको एकदम कम्बिनेसन राम्रो भएर प्रेजेन्टेसन राम्रो हुन्छ क्या इङ्ग्लिसमा चाहिँ। सो कसरी लेख्ने, क्वेसन नम्बर 2 लेख्ने, अनि ए नम्बर लेख्ने, अनि यसरी लेख्ने। र फर्स्टमा के लेख्ने भन्दा यो धेरै स्कुलहरूमा भनिँदैन, के हो लेख्ने भन्दा किवर्ड्स लेख्ने। अब किवर्ड्स भनेको चाहिँ कस्तो भन्दाखेरि किवर्ड्स आर दोज वर्ड्स विच विल डिफाइन यर एन्सर कि जुन किवर्ड्सले तपाईँको यो एन्सर यही हो है भन्दाखेरि कि जस्तै कसैले मलाई आएर सोध्यो वाट इज योर नेम भन्दाखेरि मैले भन्दाखेरि के भन्छु, माई नेम इज प्रसिल लामिछाने भन्छु होइन। मेरो किवर्ड के हो, प्रसिल लामिछाने, दिस इज अ किवर्ड हो। एन्सरमा पनि त्यस्ता किवर्डहरू हुन्छन्। जस्तै हाम्रो एउटा स्टोरीमा के छ, वाइ डिड द म्यान विप एट लास्ट भनिन्छ नि, हो त्यसमा चाहिँ के छ, लास्टमा चाहिँ किन रोयो भन्दा त्यो मान्छेहरू लास्टमा त्यो प्रेग्नेन्ट लेडीको लागि बर्थ दिने बेलामा सबैजना घुल्मिलिए हो, यो छ नि। यसको लागि के लेख्ने भन्दाखेरि एट लास्ट भन्ने, अल ग्यादर भनिदिने, अल ग्यादर। यसरी यसरी चाहिँ राम्रैसी एउटा किवर्डहरू सबै क्वेसनको लागि सेट गरेर जाने। यसरी सबै लेखिसकेपछि सरहरूले के गर्छन्, किवर्ड्स पढ्छन् अनि किवर्ड्स पछि दिन्छन्। यसले माथि यहाँ तल लेख्ने है, अनि यहाँपट्टि लेखिदिने सबै 3-4वटा लेख्ने, लगभग 2 लाइन चाहिँ किवर्ड लेखिदिने। अब यसपछि 1 लाइन छोड्ने, फेरि 1 लाइन छोडेन भने यो पनि प्याराग्राफ हो भनेर थाहा हुन्छ कि सरहरूलाई हतार हतारमा जाने बेला, त्यही भएर 1 लाइन छोड्ने अनि यो किवर्ड्सलाई डबल अन्डरलाइन गरिदिने पेन्सिलले। अब यहाँ चाहिँ कति लेख्ने भन्दा हाफ पेज एन्सर, आफूले चाहिँ एउटा हाफ पेज एन्सर लेखिदिने 2 मार्क्सको क्वेसनको लागि। अब हामी के जाउँ, अर्को क्वेसनको लागि जाउँ है त, लङ क्वेसनको लागि। लङ क्वेसनको लागि पनि सिमिलर, क्वेसन नम्बर 3 मात्रै हुन्छ। क्वेसन नम्बर 3 लेख्ने, ए लेख्ने अथवा बी आउँछ, अरमा आउला है केमा आउला। सो ए लेख्ने अनि किवर्ड्स भन्ने, किवर्ड्स लेखिदिने। अनि के गर्ने, अर्को नछुटाउनु पर्ने कुरा 2 प्याराग्राफ्स हुनु पऱ्यो मिनिमम, 2 प्याराग्राफ्स मिनिमम हुनु पऱ्यो। अनि त्यसपछि 1 पेज हुनु पऱ्यो म्याक्सिमम। 1 पेजभन्दा बढी कहिल्यै नलेख्ने, अहिलेको पनि हाफ पेजभन्दा बढी कहिल्यै नलेख्ने। 1 पेजभन्दा बढी लेख्यो भने तपाईँहरूलाई टाइम पनि पुग्दैन, तपाईँले लेख्ने कुरा पनि हुन्न, त्यही भएर बिचबिचमा जे पाइ त्यो लेख्नुहुन्छ। त्यही भएर 2 प्याराग्राफ मिनिमम लेख्ने। फर्स्ट प्याराग्राफ अलिकति छोटो लेख्ने, सेकेन्ड प्याराग्राफ चाहिँ अलिकति लामो लेख्ने, अनि माथिपट्टि किवर्ड्स लेख्ने। 5 मा त 5 त आइहाल्छ, ठिक छ। यही हो, त्यही डु नट मिस इन द लङ क्वेसन। वान थिङ इज द किवर्ड्स विच विल हेल्प टु जस्टिफाई यर एन्सर के। एउटा कुनै पनि एन्सरलाई किवर्ड्स मात्र पढ्यो भने नि ओके यही रहेछ है एन्सर भन्ने भयो कि। अनि अर्को भनेको 2 प्याराग्राफ मिनिमम, 2 प्याराग्राफभन्दा बढी कहिले पनि नजाने। अनि अर्को भनेको म्याक्सिमम 1 पेज, अघि भनिसकेको छु है त सबै। ल अब यो हो राइटिङ पोर्सन। यसमा चाहिँ तपाईँलाई के सोधिन्छ, एउटा सुरुमा के हुन्छ, कि त प्याराग्राफ राइटिङ आउँछ, कि त समरी राइटिङ आउँछ, कि त ग्राफलाई इन्टरप्रेट गर्न आउँछ। जस्तै बार ग्राफ दिएर इन्टरप्रेट दिस ग्राफ भन्दा, अनि सर्टेन टपिकले यति पिक लिएको थियो, सर्टेन टपिक चाहिँ यो पछि छ भनेर हामीले एक्सप्लेन गर्नु पर्ला। पाइ चार्ट दिएला, यस्तो पाइ चार्टमा यस्तोवाला पाइ चार्ट दिन्छ, यो पाइ चार्ट एक्सप्लेन गर्नुपर्ने हुन्छ। यो भनेको इन्टरप्रेटिङ द ग्राफ। अनि न्युज स्टोरी राइटिङ हुन्छ, न्युजको बारेमा लेख्ने, न्युजमा के भयो सबै कुरा लेख्ने। अनि नोट टेकिङ यो खासै सोधिँदैन नोट टेकिङ चाहिँ, त्यही भएर यसमा चाहिँ खासै धेरै टाइम गर्नु पर्दैन। अनि स्केलेटन स्टोरिज भनेको चाहिँ कस्तो भन्दाखेरि तपाईँहरूलाई जस्तै हि डट 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 वेन्ट टु काठमाडौँ डट 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 म्यारिज डट 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 दियो, यस्तै टाइपको के टक्क डट 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 लिएर अनि यसरी दियो, स्केलेटन दियो कि सबै स्टोरी दिएन, यसरी स्टोरी दियो। अनि यो यसलाई चाहिँ स्टोरी लेख्नु है भनेर चाहिँ क्वेसन नम्बर 1 भनेको राइटिङ पोर्सनको फर्स्ट क्वेसनमा चाहिँ यसरी सोध्ने गर्दछ। अनि सेकेन्डमा के हुनसक्छ, कि त पर्सनल लेटर हुनसक्छ, राइट द लेटर टु यर फ्रेन्ड, राइट द लेटर टु यर सिस्टर, राइट द लेटर टु यर ब्रदर, यो भनेको पर्सनल लेटर। अनि त्यसपछि जब एप्लिकेसन लेटर,
यो एउटा फलानु पत्रिकामा चाहिँ यो खोलिसकेको छ जब भ्याकेन्सी, यसको लागि लेटर लेख्नुहोस् भनेर आउँछ है क्वेसनमा इङ्ग्लिसमा, ठिक छ। अनि त्यसपछि लेटर टु द एडिटर, न्युजको एडिटर होला, उसको एडिटर होला, त्यही भएर लेटर टु द एडिटर राम्रोसी हेर्नुहोस्। यो चाहिँ सोध्ने गरेको छ लेटर टु द एडिटर, अनि जब एप्लिकेसन र पर्सनल लेटर चाहिँ राम्रोसी हेर्नुपर्छ। अनि बिजनेस लेटर, कुनै पार्टिकुलर बिजनेसलाई लेख्ने लेटर। अनि त्यसपछि इमेल्स चाहिँ नसोध्ला होइन, तर राइटिङ सिभी चाहिँ इम्पोर्टेन्ट छ है त। सिभी पनि हेर्नुहोस्, किन भन्दाखेरि सिभी तपाईँहरूलाई पछि पनि चाहिन्छ, कुनै पार्टिकुलर जबमा एप्लाई गर्दा पनि सिभी लेखिन्छ। सिभीको फर्मेटहरू हेर्नुहोस् है त, यिनीहरूको फर्मेटको पनि मार्क्स हुन्छ, पार्टिकुलर मार्क्स दिएको हुन्छ, त्यो फर्मेटको मार्क्स पनि हेर्नु होला। त्यसपछि आउँछ हाम्रो टास्क 3 मा चाहिँ के दिन्छ, एस्से, ट्राभलगहरू, आफू पार्टिकुलर ठाउँमा जाँदाखेरि के देख्यो, के गर्यो, त्यो पोइन्ट वाइज लेख्ने, त्यो ट्राभलग। एस्से त यसपछि म ठ्याक्क एस्से कसरी लेख्ने भनेर पनि भन्ने गर्छु। त्यसपछि बुक र फिल्म रिभ्यू, यो बुक फिल्म रिभ्यूमा चाहिँ के लेख्ने, कस्तो लेख्ने भन्दाखेरि पार्टिकुलर फिल्मको अलि डिटेल चाहिँ थाहा भएर छैन, जस्तै बजेटिङ कति भयो, अनि एक्टर एक्ट्रेसको नाम थाहा पाउने, कहिले रिलिज भयो, सबै कुराहरू अलि लेखिदिएपछि यसले पढेर रहेछ है भन्ने हुन्छ क्या टिचरहरूलाई। त्यही भएर यो कुराहरू चाहिँ अलिकति हेरेर जानुपर्छ है त। बुकको पनि एउटा हेर्ने, समरी हेर्ने हुन्छ। मेनली त अब नेपाली बुकै गरिन्छ होइन, मुना मदन यताउता सबै त्यो हेर्ने। अनि बायोग्राफी, पार्टिकुलर मान्छेको बायोग्राफी लेख्ने, यसको लागि चाहिँ स्केलेटन दिइन्छ, जस्तै स्टोरी जस्तै यो पार्टिकुलर मान्छेको स्टोरी दिएला, तर बायोग्राफी नसोध्ला। डायरी कसरी लेख्ने, यो त सानैदेखि गरेको। यो कम्युनिक भन्ने कुरा खासै सोध्दैन, त्यही भएर यसको टेन्सन लिनु पर्दैन। तर यो प्रेस रिलिज चाहिँ राम्ररी हेर्ने। 11 क्लासमा पनि अलि पढायो होइन, तर छुट्टै टाइपको प्रेस रिलिज पढायो। यो अर्को प्रेस रिलिज चाहिँ राम्ररी हेर्ने है। यो 12 मा चाहिँ फर्मेट हुन्छ, तर यो ग्रामरको भिडियोमा चाहिँ इच एन्ड एभ्रीको फर्मेट पनि आउँछ है त। ल अब हामीले मेन कुरा भनेको एस्से राम्ररी लेख्यो भने राम्रो मार्क्स त झ्याप्पा आइहाल्छ कि। ल हेरौँ है त। सो इन्ट्रो लेख्नुपर्छ कि सुरुमा। अब यो इन्ट्रो, बडी, कन्क्लुजन जम्मैले भन्ने कुरा हो होइन। अब यहाँ अलिकति डिटेलमा हेरौँ है त, इन्ट्रोमा के गर्ने भन्दाखेरि। जस्तै इन्ट्रोमा पनि हाम्रो फर्स्टमा के हुन्छ भन्दाखेरि, डु नट डाइरेक्टली से यो टपिक। कसरी स्टार्ट गर्ने, मेनली स्टार्ट इन्ट्रो गर्नको लागि विथ सेयिङ्स, सर्टेन व्यक्तिले भनेको भनाइहरू अथवा कोटेसन्सहरू त्यस्तो लेखेर स्टार्ट गर्ने के। यो कोटेसनहरू हेरेर जाने, लगभग 5-10 कोटेसनहरू यत्तिकै पढेर गयो भने नि वहाँ एउटा कुनै घुसाउन मिल्छ कि, जुन घुसाइदिने हुन्छ एउटा राम्ररी मिल्ने टाइपको भएन त्यही लेखिदिने हो कि। त्यही भएर सुरुमा कोटेसन दिएर स्टार्ट गर्ने। अनि त्यसपछि थेसिस स्टेटमेन्ट राम्ररी लेख्ने। अब थेसिस स्टेटमेन्ट भनेको के भन्दाखेरि त्यो पार्टिकुलर स्टेटमेन्ट जसले चाहिँ तपाईँको एउटा सम्पूर्ण एस्सेलाई जस्टिफाई गर्छ। जस्तै तपाईँले एउटा एस्से लेख्न गइराख्नु भएको छ, एडभान्टेजेस अफ मर्निङ वाक। सो मर्निङ वाकको एडभान्टेजेसहरूलाई मेनली जस्टिफाई गर्ने केलाई हो, हेल्थ हो नि त मेन कुरा। सो मर्निङ वाक हेल्प्स विथ योर हेल्थ भनेर के, त्यस्तो टाइपले चाहिँ हामीले लेख्नुपर्छ एउटा थेसिस स्टेटमेन्ट। यसरी चाहिँ नलेख्ने, अलिकति सोचेर त्यही बेलामा लेख्नुपर्ने हुन्छ है त। सो थेसिस स्टेटमेन्ट र इन्ट्रो, यसलाई चाहिँ धेरै लामो नबनाउने, लगभग 5 लाइन्स लेखे हुन्छ। 5 लाइन्स लेख्ने। लाइन्स भनेको यो 1 लाइन, यो 1 लाइन, यसरी 5 लाइन्स जति लेख्ने। अनि त्यसपछि जाने। अब त्यसपछि के आउँछ भन्दाखेरि बडी पार्ट। अब बडी पार्ट कसरी लेख्ने, मेन भनेको यही हो। बडी पार्टमा चाहिँ मिस नै नगर्नुपर्ने कुराहरू के छ भन्दाखेरि 1 प्याराग्राफ फर 1 टपिक। जस्तै इम्पोर्टेन्स अफ मर्निङ वाक आयो, इम्पोर्टेन्स अफ मर्निङ वाक वा एडभान्टेजेस अफ मर्निङ वाक आयो भने सुरुमा हामीले के लेखिन्छ, इन्ट्रो प्याराग्राफ। ल सुरुमा हामीले के लेखिन्छ, इन्ट्रो प्याराग्राफ। यसमा चाहिँ हामीले के लेखिन्छ, एउटा सेयिङ लेखिन्छ अथवा कोटेसन लेखिन्छ। अनि त्यसपछि थेसिस लेखिन्छ। अब हामी मेन बडीभित्र छिर्छौँ। मेन बडीभित्र छिर्ने बेलामा फर्स्टमा अलवेज बिगिन विथ अ ट्रान्जिसन स्टेटमेन्ट। यो ट्रान्जिसन स्टेटमेन्ट भनेको चाहिँ के भनेको, फर्स्टली, जस्तै फर्स्टली, सेकेन्डली यस्तो भनेको चाहिँ हाम्रो ट्रान्जिसन स्टेटमेन्ट्सहरू। अब जस्तै फर्स्ट प्याराग्राफ स्टार्ट गर्न गइराख्नु भएको छ भन्दा, कसरी स्टार्ट गर्ने भन्दाखेरि, फर्स्टली यु गेट टु कनेक्ट विथ मदर नेचर, ग्रिनरी भनिदिनु न, ठिक छ। यसरी स्टार्ट गरिदिने कि, फर्स्टली यु गेट टु कनेक्ट विथ मदर नेचर्स ग्रिनरी।
यसले गर्दा के भयो यो प्याराग्राफमा के रहेछ थाहा भइहाल्यो कि सरहरूले पछि पढ्नै परेन कि यति फर्स्ट लाइन पढ्छन् ऊ लेखेर चाहिँ भन्नेमा भ्याइयो। अब यसपछि के गर्ने यसको एउटा दुईटा सपोर्टिङ स्टेटमेन्ट के गर्ने सपोर्टिङ स्टेटमेन्ट्स। सपोर्टिङ स्टेटमेन्टमा कस्तो लेख्ने भन्दाखेरि पहाडहरू हुन्छन् खेतबारी देखिन्छ अनि त्यसपछि मान्छेहरूसँग घुलमिल भइन्छ त्यस्तोको लागि यो सपोर्टिङ स्टेटमेन्ट भयो ठिक छ। अनि एउटा इक्जाम्पल लेख्नुपर्छ फर इक्जाम्पल भनेर लेख्नुपर्छ एउटा कुनै इक्जाम्पल यो यसले गर्दाखेरि मदर नेचरसँग कनेक्ट भएको इक्जाम्पल लेखिदिने बनाएर लेखिदिने हुन्छ आफ्नो छ भने आफ्नो लेखिदिने हुन्छ। अब रह्यो कुरा इक्जाम्पलको यो लेख्ने तरिका हुन्छ नि म दुईटा तरिका भन्छु है त इक्जाम्पल लेख्ने। ल अब इक्जाम्पलको अर्को नाम इन्स्ट्यान्स पनि हो होइन। एउटा के लेखिन्छ भन्दाखेरि स्टार्ट फर इक्जाम्पल यता भनेको कमा दिएर यो प्यारेन्थेसिसभित्र फर इक्जाम्पल लेखिन्छ। म यसको पनि इक्जाम्पल दिन्छु त्यसपछि स्टार्ट अनि फर इन्स्ट्यान्स भन्ने यसरी पनि लेखिन्छ। यस्तो गर्दाखेरि अलिकति एडभान्स इङ्ग्लिस लेखे जस्तो हुन्छ। जस्तै मी फर इक्जाम्पल वाज गोइङ अन अ मर्निङ वाक भन्ने के अथवा मी फर इन्स्टेन्स वाज गोइङ अन अ मर्निङ वाक भनेर के त्यसरी चाहिँ स्टार्ट इक्जाम्पल लेख्यो भने चाहिँ राम्रो पनि देखिन्छ पढे जस्तो पनि देखिन्छ है त। सो यो भयो हाम्रो फर्स्टलीको भनेको फर्स्ट प्याराग्राफको पार्ट भयो। अब सेकेन्ड प्याराग्राफमा के लेख्ने सेकेन्डली भनेर सुरु गर्ने ठिक छ। सेकेन्डली भनेर सुरु गर्ने थर्ड प्याराग्राफमा थर्डली भनेर सुरु गर्ने अथवा नेक्स्ट भनेर सुरु गर्ने ट्रान्जिसन दिने क्या केही पनि होइन मेनली ट्रान्जिसन दिने अनि सेम सपोर्टिङ स्टेटमेन्ट अनि त्यसपछि हाम्रो सपोर्टिङ स्टेटमेन्ट माथिको स्टेटमेन्ट अनि त्यसपछि इक्जाम्पल दिने सकिहाल्छ। अब रह्यो कुरा कन्क्लुजन्स। लास्टमा कन्क्लुजनमा के लेख्ने त कन्क्लुजनमा पनि स्टार्टिङमा ट्रान्जिसन आउनुपर्छ। ट्रान्जिसनको इक्जाम्पलहरू दिन्छु है त इन अ नटसेल भन्ने के इन अ नटसेल भनेको के भन्दा सबैलाई समेटेर एउटा सानो ठाउँमा राखेको भने जस्तो कि इन अ नटसेल भन्ने अथवा टु सम अप भनिदिने अल टुगेदर भनिदिने अथवा इन कन्क्लुजन भन्ने टु कन्क्लुड भन्दिने भयो। यस्ता इक्जाम्पलहरू धेरै हुन्छन् एउटा कुनै लेखिदिने एउटा एसे आउने एउटा लेख्दै हुन्छ। यो मध्ये एउटा च्याट जिपिटी छँदैछ च्याट जिपिटीमा गएर गिभ मी द लास्ट ट्रान्जिसन स्टेटमेन्ट फर एसे भन एकदम धेरै आउँछ कुनै एउटा राम्रो जुन लाग्यो त्यही लेख्दै हुन्छ है त। अनि यसरी कन्क्लुजन लेख्ने अनि यो लेखिसकेपछि हामीले हरेक प्याराग्राफमा जुन जुन फर्स्ट स्टेटमेन्ट लेख्यौँ नि त्यही लेख्दै हुन्छ कि जस्तै फर्स्ट प्याराग्राफमा के लेखेको थियो होला फर्स्ट प्याराग्राफमा चाहिँ हामीले मान्नु कार्डियाक हेल्थको लागि राम्रो गर्छ कार्डियाक डिजिजबाट बचाउँछ अनि सेकेन्डमा स्ट्यामिना बढाउँछ लेखिदिने स्ट्यामिना अनि एनर्जी आउँछ अथवा सर्केडियन साइकल राम्रो हुन्छ लेखिदिने होइन यसरी राम्रो यसरी लेखिदिने अनि यो सबै लास्ट प्याराग्राफमा गएर लेखिदिने कि इन अ नटसेल इफ वी गो टु मर्निङ वाक देन इट हेल्प्स विथ आवर कार्डियक डिजिजेस स्ट्यामिना के अरे सर्केडियन साइकल यसरी लेखिदिने अनि यो लेख्ने अनि लास्टमा चाहिँ के लेख्ने भन्दाखेरि हाम्रो थटहरू लेखिदिने आफूलाई के लाउँछ त म यस्तो जाँदाखेरि यस्तो भएको थियो अथवा यस्तो गर्दाखेरि अरू पनि फाइदाहरू हुन सक्छन् यस्तो यस्तो लेखिदिने ठिक छ। अब यति डिसएडभान्टेज आयो भने फर्स्ट दुईवटा प्याराग्राफ एडभान्टेजेस डिसएडभान्टेजेस दुईवटा प्याराग्राफ कन्क्लुजन यसरी लेख्ने चुट्टा 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 लेख्ने यसरी एसे पनि सकिन्छ है त। ल ल अब अर्को भनेको ग्रामर पोर्सन त अर्को भिडियोमा सबै आइहाल्छ त्यो ग्रामर पोर्सनको टेन्सन छैन। सो इङ्ग्लिसको लागि यति नै हो है त। अब इङ्ग्लिसमा यो बाहेक अरू केही कन्फ्युजन छ भने हाम्रो इन्ट्रान्स रोजकै भिडियो के अरे फेसबुकमा अथवा टेलिग्राममा जेमा कन्ट्याक्ट गर्दा पनि हुन्छ। तपाईँहरूलाई केही कुरा मिस गरेछौँ भने अथवा तपाईँहरूलाई केही कुरा कन्फ्युजन छ भने हामी अभियसली हामी तपाईँहरूलाई हेल्प गर्ने नै छौँ। सो थ्याङ्क यू फर वाचिङ प्लिज लाइक सेयर एन्ड सब्सक्राइब बाई भयो।